शिक्षामा चाहिँ नि यो यो किताब के भन्छ जुत्ता बेचे जस्तो मुनाफा कमाउन हुँदैन भनेर संविधानको स्पिरिट छ। निजी विद्यालय चलिरहेका छन्, एउटा नेपाल सरकारको अफिसरले एउटा बच्चा पनि पढाउन सक्ने अवस्था छैन फी तिरेर। अभिभावकलाई जुन बोझ र भार परिरहेको छ त्यो राज्यले जिम्मा लिनुपर्छ भन्ने कुरा चाहिँ संविधानको स्पिरिट हो भन्ने मलाई लाग्छ। निशुल्क त राज्यले निशुल्क नै गरिरहेका छ नि, सरकारले दिने त निशुल्कै शिक्षा दिइरहेका छ भनेपछि कोही निजी क्षेत्रमा जान चाहन्छ भनेदेखि उसले पैसा तिरेर जान्छ, होइन भने यहाँका विद्यार्थीहरू भोलि विदेशमा गएर पढ्ने स्थिति आउँछ। त्यो कुरालाई पनि ख्याल गर्नु पर्यो। यो यहाँ पहिला यो निजी विद्यालयहरू नहुँदाखेरि मलाई बडो राम्रोसँगले याद छ, हाम्रा उमेर समूहका मान्छेहरू धेरै मध्यमवर्गीय परिवारका मान्छेहरू विदेशमा गएर पढ्थे। हाम्रा उमेर समूहका मान्छेहरू, हामीभन्दा मुनिका उमेर समूहका पनि धेरैले गएर विदेशमा इन्डियामा गएर पढे। शिक्षा भनेको गरिब र धनीको विभेद हुनु भएन। शिक्षा भनेको मैले अस्ति भनेको थिएँ 5 वटा चाहिँ सिमेन्ट उद्योग चलाउनेको छोराछोरी र उदाहरणलाई भनेको मैले एउटा खोला किनारमा बसेको सुकुमासीको छोराछोरी चाहिँ विद्यालय गेटभित्र पस्दाखेरि उसको फिलिङ एउटै हुनु पर्यो कि चन्द्रजी, खालि यति हो। मेरो देशमा शिक्षा चाहिँ समान छ। अहिले पनि हामीले संविधानको स्पिरिट नबोक्ने हो भने कि संविधान चेन्ज गरौँ, होइन शिक्षा र स्वास्थ्यमा चाहिँ नि मुनाफा कमाउनु हुँदैन भनेर लिने हो भने चाहिँ नि मैले राखेको प्रस्तावमा सपोर्ट गर्नु होला। मैले अनुरोध पनि गरेँ सभापतिज्यू। 2085 सम्म विद्यालयमा नजाने विद्यार्थीहरूको अभिभावकलाई कारबाही गर्ने सम्मको ऐन समेत हामीले बनाइसकेका छौँ। यो ऐन बनाइरहँदा पनि त्यो ऐन खारेज हुँदैन भन्ने कुराको पनि हामीले चाहिँ व्याख्या गरेका छौँ। मैले यसमा दुईटा कुरा राख्न चाहेँ, किनभने उहाँको यो कोअर्डिनेसनको रोललाई हामीले अप्रिसिएट पनि गर्नुपर्छ। उपसमितिले प्रतिवेदन पेश गरिसकेपछि मन्त्रालयले 33 बुँदे धारणा ल्याएको थियो त्यो उपसमितिको प्रतिवेदनमा, जसमा मन्त्रालय आफै पनि इन्भल्भ थियो। त्यसलाई पनि विड्र डाउन गरेर 26जीले फ्यु पोइन्ट्समा ल्याएर त्यसमा हामीले छलफल गरेका थियौँ। यो समन्वयकारी भूमिकालाई म विशेष धन्यवाद हाम्रो संयोजकजीलाई दिन चाहन्छु र सभापतिज्यूलाई दिन चाहन्छु। त्यो नगरेको भए आज हामी यो अवस्थामा हुँदै थिएनौँ, होइन। यद्यपि यो आफैले बनाएको प्रतिवेदनमा 33 बुँदे धारणा ल्याउनु चाहिँ उचित थिएन। त्यसले गर्दाखेरि हामी ढिलो पनि भएका हौँ। यो किन ढिलो भएको हो, किन यसमा छलफल नभएको हो भनेर हामीले स्पष्ट राख्नु पनि पर्छ होला। यसमा निजी एउटा बुँदा छँदैछ, अरू पनि बुँदा सभापतिज्यूले राख्नु नै हुन्छ होला। मैले निजेको गर्दाखेरि यो विषयमा पटक पटक हामीले छलफल गरेको हो। मैले आफ्नो धारणा त राखिहाल्छु, तर त्यो सँगसँगै फ्रेमवर्क पनि दिन्छु, होइन। निजीमा खोल्न दिने कि नदिने भन्ने पहिलो एउटा प्रश्न छ। दोस्रो, भइरहेको निजीलाई के गर्ने, नियमन गर्ने त हामीले उहिलेदेखि भन्दै आएको हो। नियमन भनेको के हो र त्यसपछि जुन संविधानको स्पिरिट छ, होइन, संविधानको स्पिरिट अनुसार यो शिक्षा सेवामा जति पनि प्राइभेट लगानी छ त्यसलाई व्यवस्थित गर्दै लोक कल्याणकारी रूपमा सेवामूलक बनाउनुपर्छ भनेर संविधानको स्पिरिट छ। सर्वोच्च अदालतको सम्मानित सर्वोच्च अदालतको एकदम राम्रो व्याख्या पनि छ, होइन। भनेपछि हामीले ट्याकल गर्नुपर्ने निजी खोल्न दिने कि नदिने भन्नेमा यसमा एउटा प्रावधान खुल्छ भन्दाखेरि अहिलेसम्म लाइसेन्स मात्रै लिएर झोलामा स्कुल बोकेर जाने मान्छेहरूको चाहिँ क्यान्सल हुनुपर्छ भन्ने हो पहिला, होइन। दोस्रो चाहिँ नि हामीले जुन नयाँ मापदण्ड बनाएको छ, अहिले निजीलाई सिन्डिकेट बन्न नदिने हो भने चाहिँ नि निजीलाई चाहिँ नि नयाँ मापदण्ड अनुसार चल्न दिनुपर्छ र भएका निजी विद्यालयहरूले पनि त्यो मापदण्डमा हामीले तोकेको मापदण्डमा आउनलाई समय सीमा तोकेर ल्याउनै पर्छ भन्ने हो, होइन। त्यसपछि हामीले जहिले पनि यो गुठीको बारेमा कुरा गर्छौँ, होइन। गुठी दुई प्रकारको, एउटा निजी र सार्वजनिक। हामीले सार्वजनिक गुठीको बारेमा धेरै कुरा गर्छौँ, तर खास कुरा गर्नुपर्ने निजी गुठीको बारेमा पनि हो। गुठीमा ल्याउने भनेको गैर नाफामूलक बनाउने हो शिक्षा क्षेत्रलाई, गैर नाफामूलक। त्यसमा शिक्षामा चाहिँ नि यो किताब के भन्छ जुत्ता बेचे जस्तो मुनाफा कमाउन हुँदैन भनेर संविधानको स्पिरिट छ। त्यसकारण मैले यसमा मेरो क्लियर धारणा चाहिँ नि निजी हाम्रो मापदण्ड हामीले तोकेको मापदण्ड अनुसार निजीमा खोल्न दिने एउटा स्पिरिट भयो, तर त्यो कालान्तरसम्म चल्छ। पहिला पनि भएको त्यही हो। यो निजी कस्तो पावरफुल छ, उच्च स्तरीय शिक्षा प्रतिवेदन पनि 5-6 वर्ष गायब भयो। त्यसपछि 5 वर्षमा गुठीमा लान्छु भनेर ल्याएको क्याबिनेटको बाटो पनि ब्याक भयो।
र अहिले पनि हामीले यसमा कुरा गर्दै गर्दाखेरि यति प्रेसर आइसक्यो कि अब मैले चाहिँ नि सम्पूर्ण सांसदज्यूहरूलाई अनुरोध गर्छु, अहिले पनि हामीले संविधानको स्पिरिट नबोक्ने हो भने कि संविधान चेन्ज गरौँ, होइन शिक्षा र स्वास्थ्यमा चाहिँ नि मुनाफा कमाउनु हुँदैन भनेर लिने हो भने चाहिँ नि मैले राखेको प्रस्तावमा सपोर्ट गर्नु होला। मैले अनुरोध पनि गरेँ सभापतिज्यू, यो ऐन प्रारम्भ भएको मितिले 15 वर्षपछि हैन नेपाल राज्यभित्र सञ्चालित निजी लगानीका विद्यालय क्रमशः गैर नाफामूलक र लोक कल्याणकारी सेवामूलक विद्यालयका रूपमा रहनेछन् भनेर लेख्नुपर्छ जस्तो मलाई लाग्छ। यो लेख्यो भने तपाईले शैक्षिक गुठीमा लाने कुरा त भइहाल्यो, सार्वजनिक गुठीमा लाने भनेको चाहिँ नि त्यो कसैको प्राइभेट प्रपर्टीलाई चाहिँ नि राष्ट्रियकरण गर्ने हो, कसैले दिन चाहन्छ त्यहाँ पनि सपोर्ट गरौँ, तर निजी शैक्षिक गुठी अथवा तपाईको गैर नाफामूलक कम्पनीमा सञ्चालन गर्न चाहन्छ भने त्यहाँ पनि प्रोत्साहन गरौँ, तर एउटा समय सीमा तोकेर चाहिँ नि जाउँ। यसमा मैले सभापतिज्यूको ध्यानाकर्षण कहाँ पनि गराएँ भन्दाखेरि धेरैजना सांसदहरूले यसमा संशोधन पनि राख्नु भएको छ। कसैले 5 वर्षमा शैक्षिक गुठीमा लाग्ने, कसैले 7 वर्षमा, 10 वर्षमा, 15 वर्ष, 20 वर्षमा। 15 वर्षको राशनल चाहिँ नि के हो भन्दाखेरि कोही विद्यार्थीले सुरुवात ईसीडी गर्छ भने त्यो विद्यार्थीले त्यो स्कुलमा चाहिँ नि एन्डसम्म जाओस् त्यो सुनिश्चितता गर्नलाई 15 वर्ष एउटा विद्यार्थीको पर्सपेक्टिभबाट। ब्याङ्क लोन्सहरू जति पनि भन्छन् त्यो मोस्टली 15 इयर्सको ब्याङ्क लोन हुन्छ, त्यो पनि उहाँहरूले फरफारक गर्न समय हुन्छ। र तेस्रो चाहिँ नि यो गरेन भने त हामीले कहिले पनि संविधानको स्पिरिटमा क्याचअप गर्नै नसक्ने भयो। अनि संविधानको स्पिरिटमा क्याचअप गर्नै नसक्ने हो भने संविधानमा किन त्यस्तो लेख्ने त? त्यो त हामीले जनतालाई झुटो बाचा गरेको हुन्छ। त्यसकारण संविधानको व्याख्या सम्मानित सर्वोच्च अदालतले गरिदिइसकेको छ। त्यो ब्रिजवाटर र नेपाल सरकारको कोर्ट केस हुँदाखेरि त्यो स्पिरिटलाई लिएर चाहिँ नि 15 वर्ष तोकौँ। 15 वर्षमा चाहिँ नि यो राष्ट्रियकरण होइन सभापतिज्यू, मैले फेरि अनुरोध गरेँ, निजीलाई राष्ट्रियकरण गर भने होइन कि निजीले मुनाफा कमाउनेलाई चाहिँ नि गैर नाफामूलक बनाऊ भनेर मैले राखेँ। गैर नाफामूलक र लोक कल्याणकारी सेवामूलक, संविधानको स्पिरिट पनि यही नै हो। यो चाहिँ नि हामीले विधेयकमा पनि लेख्नुपर्छ भनेर मैले अनुरोध गरेँ। धन्यवाद। धार्मिक क्षेत्रका विद्यालयहरू, सामाजिक क्षेत्रका विद्यालयहरू र सरकारी विद्यालयहरू, यो 3टा विद्यालयहरू जहाँ पनि हुन्छ। चीनमा पनि छ भनेपछि, चीन जस्तो कम्युनिस्ट मुलुकमा पनि छ भनेपछि यसलाई निषेध गर्नुपर्छ भन्ने बाटोमा नजाउँ, तर 2-4वटा कुराहरू चाहिँ निजी विद्यालयहरूमा पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ। नियमनको प्रभावकारी व्यवस्था, त्यसपछि गएर यो छात्रवृत्ति 10% कति प्रतिशत छ छात्रवृत्तिलाई पारदर्शी ढङ्गले चाहिँ त्यो अहिले हामीले विद्यालयको सम्पूर्ण जिम्मेवारी स्थानीय तहमा दिएका छौँ। स्थानीय तहले पनि परीक्षा लिएर पारदर्शी ढङ्गले चाहिँ छात्रवृत्तिको व्यवस्था गर्ने, अब न्यूनतम मापदण्ड तय गर्ने र पुराना चलिरहेकाहरूलाई पनि यति वर्षभित्रमा न्यूनतम मापदण्ड पुरा गर भनेर मापदण्ड तय गरेर दिने। त्यसपछि गएर तपाईँलाई चाहिँ पुरानालाई पनि के अरे नयाँलाई आउनेलाई निश्चित मापदण्ड तय गरिदिने, त्यो मापदण्ड पुरा गरेर आउँछ भने उसलाई नयाँ खोल्न दिने। अब त्यसै गरी चाहिँ यो शिक्षक कर्मचारीहरूको न्यूनतम सेवा सुविधाका व्यवस्थाहरू पनि चाहिँ के छ भन्दाखेरि व्यवस्था गर्नुपर्छ। अब तर नयाँ पनि खोल्न दिने व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। यो निषेध गर्ने काम चाहिँ हामीले गर्न हुन्न, किनभनेदेखि अघि सभापतिजीले पनि भन्नुभयो यो सिन्डिकेट, भोलि हामीले पुरानोलाई चाहिँ चल्न दिने नयाँलाई चाहिँ खोल्न नदिने गऱ्यौँ भने यो सिन्डिकेट, राज्यले नै सिन्डिकेट गरेको त्यो चाहिँ के छ भनेदेखि अब्जस पनि हामीले बोक्नुपर्ने हुन्छ र त्यो बाटोमा नजाउँ। र मलाई लाग्छ यो निजी क्षेत्रका विद्यालयहरूलाई हामीले चल्न पनि दिनुपर्छ, दिउँ। त्यसपछि गएर तपाईँलाई चाहिँ नयाँ खोल्ने व्यवस्था पनि गरौँ, तर निश्चित मापदण्ड पनि कायम गरौँ। कर्मचारी र शिक्षकहरूको न्यूनतम तलब सेवा सुविधाको व्यवस्था पनि हामीले नियमावलीहरूमा व्यवस्था गरिदिउँ। यति गर्नुपर्छ भनेर यो सबै कुराहरूको व्यवस्था गऱ्यौँ भने हामीले संविधानको स्पिरिट भन्दा बाहिर जान्न भन्ने मलाई लाग्छ। संविधानको स्पिरिट पनि
यो निजी क्षेत्रका विद्यालयहरू खोल्नै दिनुहुन्न भन्ने स्पिरिट चाहिँ संविधानको होइन। हामीले चाहिँ के छ भने निशुल्क हुनेछ भन्यौँ। सरकारले यो सक्दैन, संविधान लेखन त लेख्यौँ। अब सरकारले नसक्ने भएको हुँदाखेरि अब अरूलाई पनि कहीँ न कहीँ जोड्न दिउँ भन्ने भाषा सकिँदैन। सम्पत्तिको सुरक्षा गर्न सकिन्न, उहाँहरूको पढाउन नि सकिन्न, व्यवहार धेरै अपनाउनु भएको छ भन्ने कुरा चाहिँ आउँदाखेरि कहिलेकाहीँ के हुन्छ भने हामीले हिजो आन्दोलनको रापताप र परिस्थितिमा हामीले चाहिँ यो खास गरी मौलिक हकको रूपमा लेख्यौँ शिक्षा स्वास्थ्य, ठुलो छलफल भएको यो 10 वर्ष 5 वर्ष त कन्टिन्यू छलफल भएको मान्य सभापतिज्यू, मौलिक हकका विषय के राख्ने भनेर नजानेर नबुझेर होइन। त्यसो भएको हुँदाखेरि मैले अरू धेरै कुरा राख्न चाहन्न। मैले के राख्न खोजेको भने यो चाहिँ सेवामूलक नै हो, यो वस्तु विनिमय गरेर आय आर्जन गर्ने होइन, संसारभरि कहीँ पनि छैन।